हेलो साथीहरु, वेलकम टु माई न्यू भिडियो। आज म तपाईहरुलाई स्पेन र पोर्चुगलको कम्पेरिजनमा कुन कन्ट्री बेटर छ, कुन चीज बेटर छ भन्ने विषयमा भिडियो बनाउन गइरहेको छु। ढिला नगरिकन सिधै टपिकतिर जाउँ। लेट्स स्टार्ट न्यू भिडियो। हो साथीहरु, विदेश हामी भनेको पैसा कमाउनको लागि आइन्छ हैन, कार्ड बनाउनको लागि, पैसा कमाउनको लागि आफ्नो उद्देश्य हुन्छन्। फ्यामिलीलाई सेटल गरौँ, फ्यामिलीसँग बसौँ, एकै ठाउँमा बसौँ अथवा आफ्नो प्लान हुन्छ हैन। त्यसैगरी युरोपमा प्राय भनेको कार्ड बनाउनै आउनुहुन्छ हैन, कमाई भन्दा पनि कार्डको उद्देश्यले आउनुहुन्छ। अनि स्यालेरी नम्बर 1 मा रहेको छ स्यालेरीको कुराहरु गर्नुपर्दा पोर्चुगलको अहिलेको 2025 मा पोर्चुगलको स्यालेरी छ 870 युरो है, भने स्पेनमा रहेको छ 1184 युरो। भनेपछि पोर्चुगलको तुलनामा स्पेनको स्यालेरी चाहिँ राम्रो रहेको छ। नम्बर 2 मा रहेको छ टेम्पोररी रेसिडेन्ट कार्ड। युरोपको कार्डहरु चाँडै दिने देशहरुमध्ये पोर्चुगल र स्पेन मानिन्छ हैन। जतिवटा जस्तो 28-29 वटा युरोपियन कन्ट्रीका जति पनि इलिगल साथीहरु आउनुहुन्छ, तपाईहरु यहाँ आएर कार्ड बनाउनको लागि आउनुहुन्छ हैन, स्पेन र पोर्चुगल। अहिलेकोमा हेर्नु पर्दाखेरि पोर्चुगल चाहिँ तपाईको अहिले बन्द गरिदिएको छ है। जति पनि आउने साथीहरुको लागि अहिले रोकिदिएको छ। तपाईहरु नेपालबाट वर्किङ डी भिजामा एप्लाई गर्नु भयो र भिजा लगाएर आउनु भयो भने चाहिँ तपाईहरुको लागि ओपन छ हैन। नत्र अहिले एसियन कन्ट्रीको लागि बन्द गरिदिएको अवस्था छ। तपाईहरु अहिले आएर कार्ड चाहिँ बनाउन सक्नुहुन्न है। अनि स्पेनमा चाहिँ अहिले पछिल्लो समय चाहिँ नेपाली साथीभाइहरु स्पेन गएर कार्ड बनाउनको लागि जानु भएको छ। त्यहाँ चाहिँ अहिलेको सिचुएसनमा चाहिँ 2 वर्ष बसेको 2 वर्षमा तपाईहरुले कार्ड एप्लाई गर्न पाउने भन्ने रुल्स आइरहेको छ। पहिला 3 वर्ष थियो, अहिले चाहिँ 2 वर्ष भइरहेको छ। अनि त्यही हो, तपाईहरुको पहिला चाहिँ सजिलो चाहिँ पोर्चुगलमै सजिलो थियो। प्राय भनेको पोर्चुगलमै आउनुहुन्थ्यो, कार्ड बनाउनुहुन्थ्यो है। तर अहिलेको चाहिँ स्पेनमा सजिलो बनाइदिएको छ है। पोर्चुगल चाहिँ टोटली बन्द भइरहेको छ, किनकि यहाँ धेरै मान्छे भएर काम पाउन गाह्रो भएर है। अनि यहाँको सरकारले अहिले धेरै क्राउड बढी भएको भएर बन्द गरिदिएको छ। खुल्न त यहाँ खुल्छ होला है, कति समयमा खुल्छ यकिन भन्ने अवस्था छैन। यदि डाइरेक्ट पोर्चुगल आउने सोचमा हुनुहुन्छ भने D1 भिजा है, सुन्नु होला, D1 भिजा। तपाईहरु सिजनल भिजामा चाहिँ कसै गरी नआउनु होला। सिजनल भिजामा आउनु भयो भने तपाईहरु यहाँ फस्नुहुन्छ, तपाईहरुको डकुमेन्ट बन्दैन। तपाईहरु डाइरेक्ट वर्किङ डी भिजामा आउनु होला है। नम्बर 3 मा रहेको छ लाइफस्टाइल है। यहाँको लाइफस्टाइल पोर्चुगलको भन्दा स्पेनको लाइफस्टाइल अलिकति राम्रो छ। त्यहाँको मैले देखिरहेको हुन्छु। त्यहाँका दाइ दिदीहरुको अलिकति इन्कमको हिसाबले पनि यहाँ भन्दा राम्रो हैन। अनि राम्रोसँग बस्नु भएको छ हैन। अनि यहाँको भन्दा त्यहाँ अलिकति राम्रो छ। बस्न त यहाँ नि राम्रै तरिकाले बस्नु भएको छ, तर अलिकति बेटर स्पेनमा देखिरहेको छु है। अनि अर्को रहेको छ पासपोर्टको लागि पोर्चुगलमा कस्तो छ भने पोर्चुगलमा तपाईको यहाँ इन्ट्री भएको 5 वर्षपछि एप्लाई गर्न मिल्ने भनेर पनि रुल्स बनाइरहेको थियो। अनि त्योभन्दा पहिला फेरि तपाईहरुको टिआरसी आएको दिनबाट 5 वर्षपछि एप्लाई गर्न मिल्ने भन्ने पनि रुल्स आएको छ। यो कन्फर्म भइसकेको छैन है, कहिले के रुल्स चेन्ज हुन्छ, कहिले के रुल्स हुन्छ। अनि अलिकति युरोपमा रुल्सहरु धेरै चेन्ज भइरहेको देखिरहेको हुन्छ। स्पेनमा चाहिँ तपाईको 10 वर्षपछि मात्र एप्लाई गर्न मिल्छ है। अनि स्पेनमा अलिकति टाइम लाग्छ है, तर इन्कमको हिसाबमा चाहिँ स्पेन राम्रो छ। अनि फ्यामिली लिएर आउन चाहिँ तपाईको स्पेनमा चाहिँ कस्तो छ भने आफ्नो बालबच्चाहरु र आफ्नो वाइफ लिएर आउन मिल्छ है। नत्र अरूको लागि बाबा मम्मी लिएर आउन चाहिँ अलिकति गाह्रो छ। पासपोर्ट आइसकेपछि मात्र एप्लाई गर्न मिल्ने त्यस्तो छ। नभए बिजनेस भिसामा बिजनेस हुनुहुन्छ र बिजनेसमा इन्गेज हुनुहुन्छ भने उहाँहरुको लागि चाहिँ सजिलो छ। नत्र नर्मल वर्किङ गरिराखेको साथीहरुलाई चाहिँ अलिकति गाह्रो छ फ्यामिली बाबा मम्मी लिएर आउन। भने पोर्चुगलमा कस्तो छ भने तपाईहरुको टिआरसी आइसकेपछि
अनि त्यसपछि तपाईँहरूले फ्यामिली रियुनिफिकेसन भिजामा लिएर आउन मिल्छ। तर यो स्पेनको तुलनामा चाहिँ यहाँ चाहिँ लिएर आउन सजिलो छ। तपाईँको इन्कम हेर्छ है, इन्कमको आधारमा लिएर आउन मिल्छ। यो स्पेनको तुलनामा यहाँ चाहिँ आफ्नो बाबुआमा लिएर आउन चाहिँ अलिक सजिलो छ यहाँ चाहिँ है। तपाईँको टिआरसी पछि पनि यहाँ बाबुआमा लिएर आउनु मिल्छ। वाइफ चाहिँ यहाँ लिएर आउनु मिलिहाल्यो, छोराछोरी पनि लिएर आउनु मिल्यो है। अर्को टपिक के छ भने बच्चाहरू लिएर आइसकेपछि यहाँ इङ्ग्लिस मिडियममा पढाउन चाहिँ पाउँछ है। स्पेनमा नि छ, पोर्चुगलमा नि छ। तर इङ्ग्लिस मिडियममा पढाएर बच्चालाई गर्दाखेरि अलिकति कस्टको हिसाबमा अलि धेरै महँगो, अनि बाबुआमाको कमाइभन्दा छोराछोरीको पनि अलिकति महँगो भएको हुनाले युरोपमा अलिकति यो दुईवटा कन्ट्रीमा पढाउनको लागि अलिकति खासै राम्रो लाग्दैन मलाई चाहिँ। आफ्नो विचार हुन्छ होइन। यिनीहरूको पोर्चुगीको यिनीहरूको आफ्नै स्कुलमा पढाउन त अब पाइन्छ होइन। पढाउन त सबैले इङ्ग्लिस मिडियममा पनि पायो नि, उसको पोर्चुगी अथवा स्पेनिस स्कुलमा पनि पायो। तर कस्तो भने अलिकति इङ्ग्लिस मिडियममै पढाइन्छ नि त। अब हामीले वर्ल्ड वाइडमै हेरेको हुन्छ, अब स्पेन पोर्चुगलमा मात्रै हेरेको केन्द्रित गरेर हेरेको हुँदैन। पढाउन त पढाइन्छ, तर अलिकति यहाँको इन्कमको हेर्दाखेरि अलिकति खर्च धेरै छ। साथीहरू, तपाईँहरूले कुनै पनि कुराहरू यसो बुझ्न जान्न चाहनुहुन्छ भने मैले जानेको बुझेको कुराहरू म तपाईँहरूलाई सेयर गर्नेछु। यदि तपाईँहरूलाई कुनै पनि कुराहरू जान्न चाहनुहुन्छ भने मेरो फेसबुक इन्स्टामा मेसेज गर्न सक्नुहुनेछ। तपाईँलाई मैले लिङ्क चाहिँ युट्युबको प्रोफाइलमा राखेको पनि छु, यहाँ पनि देख्न सक्नुहुन्छ। यसलाई सर्च गरे पनि भेट्नुहुन्छ है। हस्, थ्याङ्क यू, बाई बाई।